आज चाहिँ मैले घरमा मिठो खानेकुरा बनाएर बाबा मम्मीलाई खुवाएँ। घरमै पिठो चाल्ने चाल्नमा पनि मिठो मोमो बनाउन सकिँदो रहेछ। हेलो गाइस, स्वागत छ तपाईँहरूलाई मेरो न्यू ब्लगमा। आज चाहिँ मैले घरमै मोमोको रेसिपी बनाउँदैछु। हेरौँ है त कस्तो हुन्छ। सुरुमा चाहिँ मैले चिकनलाई मसिनो गरी काटेँ। त्यसपछि चिकनमा चाहिँ मसिनो गरी काटेको खुर्सानी र अदुवालाई मिसाइसकेको थिएँ। कुर्माको लागि प्याज पनि रेडी पारिसकेको थिएँ। त्यसपछि मैले ग्यासमा कराई बसालेँ अनि तेल हालेँ। त्यसपछि थोरै जिरा पड्काएँ, बेसार पड्काएँ अनि प्याजलाई पनि हालेँ। अनि त्यसपछि किमाको लागि रेडी पारेको चिकनलाई पनि त्यसमै हालेर मोलमाल पारिदिएँ। त्यसपछि एकछिन त्यसै पाक्न दिएँ, 2 मिनट पाक्न दिएँ। त्यसपछि चाहिँ मैले त्यसमा नुन हालेर चलाएर किमा एउटा बटुकोमा खनाएँ। त्यसपछि मैले अघि आधी घन्टा अगाडि नै डोलाई तयार पारिसकेको थिएँ। अनि त्यो डो निकालेर चाहिँ मोमो पार्नलाई रेडी भएँ। मोमो बनाउनुको लागि डल्ला बनाएँ, त्यसपछि बेलेँ अनि किमा हालेँ त्यसमा। अनि के अरे सुरुकै मोमो चाहिँ राम्रो भएको थियो। त्यति राम्रो चाहिँ मोमो बनाउन आउँदैन, तर पनि मिठो हुन्छ। डल्ला राम्रो नभए पनि मिठो चाहिँ हुन्छ। फर्स्टकै डल्ला कति राम्रो भइसकेको थियो। त्यसपछि चाहिँ मैले त्यो मोमो हाल्नको लागि एउटा थालमा तेल लगाएर मोमो त्यो थालमा राखेँ। अनि बाबाले मोमोको डल्ला पार्दै हुनुहुन्थ्यो, मैले बिस्तारै मोमो बनाउँदै गएँ। अनि फाइनल्ली मोमो चाहिँ मैले यति बनाइसकेको थिएँ। त्यसपछि त्यो रेडी भएको मोमोलाई चाहिँ मैले किचनतिर लगेर सुरुमा ग्यास बालेँ। अनि त्यसमाथि कुकर बसालेँ। कुकर बसालेर चाहिँ आधा कुकर जति पानी हालेँ। त्यसमाथि चाल्न हालेँ, चाल्नमाथि थालले ढाकिदिएँ, हेरौँ कस्तो हुन्छ भनेर। अनि त्यसपछि थाललाई निकालेर चाल्नामा फेरि मैले तेल लगाइदिएँ, किनभने चाल्नामा तेल नलगायो भने चाहिँ पछि मोमो त्यही चाल्नामा टालिन सक्छ र निकाल्न गाह्रो हुन्छ। त्यसैले मैले चाहिँ त्यसमा तेल लगाएँ। तेल लगाइसकेपछि चाहिँ मैले त्यसमा मोमोलाई एकुन्टा पारेर हालेँ। अनि त्यसपछि चाहिँ सबै हालिसकेपछि चाहिँ लास्टमा मैले थालले ढाकिदिएँ। 3 मिनटपछि अनि थाल उगाडेर हेरेँ। अनि त्यसपछि फेरि उल्टो फर्काएर फेरि 3 मिनट जति पाक्न दिएपछि चाहिँ मोमो रेडी हुन्छ। यस्तै गर्दै मैले 3-4 चोटि मैले मोमो बनाएँ। अनि फाइनल्ली मैले मोमो चाहिँ 30-40वटा बनाइसकेको थिएँ। त्यसपछि चाहिँ मैले मम्मी बाबालाई लगेर मोमो दिएँ। सुनौँ है त बाबा मम्मीले कस्तो भयो भन्नुहुन्छ। कस्तो भयो मोमो? गजब छ हजुर, एकदम स्पेशल छ। केही कमी कमजोरी? कमजोरी केही छैन, हामी कति मिठो गरेर खान्छौँ। त्यसै मिठो बाबा मम्मीलाई दिइसकेपछि बाबुले र मैले पनि मोमोलाई खायौँ। मिठो भएको थियो। तपाईँहरूले पनि यसै गरी एकचोटि घरमै मोमो बनाएर ट्राई गर्नु होला है, मिठो हुन्छ। हस्, आजलाई मेरो भला यति नै, बाई बाई।